मकै खाने बाँदरहरू मान्छे संसार हामी त त्यसै होइन होला आज चाहिँ दिदीबहिनीको मकै पोली खाने प्रोग्राम चल्दैछ यहाँनिर आगो बल्ल 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 घामले पोलेर हावाले फुकेर अहिले त कति मजाले बोलेको भाइ कसले ल हामी चाहिँ मकै काट्नु हिँड्यौँ यतातिर यहाँ घर घर अगाडि यता ल अब म चाहिँ मकै भाँच्छु आयो ल दुई घोगा फलेछ कि यसमा चाहिँ एउटा चाहिँ मैले यसरी भए चाहिँ यता चाहिँ हिजो धान रोपेको यता चाहिँ मकै हस् खुसीको मकै काटिनु को अन्त धेर छिप्यो भने त नखान नछिपेको नछिपेको यता धेर छिप्यो उतिनहरू मिठो हुँदैन छिपेको हजुर आमा काटौँ न काटौँ दिदी मकै काट्दैन हस् आइरहेछ मकै पोल्नेतिर छ यहाँ चाहिँ मेरो चुल्हा यहाँ हावाले दिएन यतापट्टि भयो आमा कति बलिसकेछ दिदी आगो त मकै मकै आधा सबैकै छ त सानो भयो नि पोटिलो भयो सानोसँगले मान्छे संसार हामी त त्यसै होइन होला हामी चुप लाएर अलिअलि गर्नु पर्यो गर्मीमा मजा आयो भने हुन्छ लु पोल्न चाहिँ गाह्रो खाना त मजै आउला मकै खाने मान्छे खानु खानु भाइ खानु न मकै खाने बाँदरहरू केराको बोक्रा नखानु अब हुन्थ्यो तर राम्रो माथिबाट आउँछ जस्तो निस्किहाल्छ क्या